हेलो 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 अर्को यो कलर नाला नि यो कलर मन परेन मलाई दिदीको कलर मन पर्यो अब तीनटा निकाल्दिनु अघि थियो अघि जुन मैले हामी चाहिँ यहाँ तिहारको शपिङ गर्न आएको हैन सम्बु टेरेसमा आएको भन न यार भन न यार तिमी के खालको अन्त म त भन्दिनँ त्यो पिङ्क कलर किन नाला नि क्या के अरे यहाँ सामान सस्तो दिनुहुन्छ र सामान सस्तो दिनुहुन्छ सामान सदा त त्यही हो सम्झिने 17 भन्नु अनि मात्रै भन्ने त्यस्तो कहाँ पाउँछ हाम्रोमा चाहिँ 100 रुपैयाँदेखि 2500 3000 सम्मको चाहिँ भेट्छ तर 100 रुपैयाँमा पनि आउँछ यो चाहिँ हामीलाई 100 रुपैयाँमा दिँदैन हुन्छ उहाँहरूले एकदमै सम्बु टेरेसमा अब मलाई खोज्दै चाहिँ नआउनु होला कपडा खोज्न चाहिँ आउनु भन्न चाहन्छु म हे हे क्रीम कलर थियो तर उहाँले हामीले यस्तो मेहनतले लुगा खोज्दै हुनुहुन्छ नि खोजिदिँदै हुनुहुन्छ तर हामीले भनेको जस्तो प्राइसमा चाहिँ भेटेको छैनौँ है भाइहरूलाई है उनीहरूले चाहिँ कति कति दिने हो भन्दै भन्नु नभएको दिदीहरूले दाजुभाइलाई सस्तो खोजिरहेको छन् है यस्तो सस्तो हुनुहुन्छ 500 को दरले नि त्यस्तो होइन अहिले हामीसँग कमाउने अवस्था छैन तिनीहरूले नि हाम्रो 100 रुपियाँ भन्दा दिँदैन थाहा छ 100 रुपियाँ नि दिँदैन बिजनेस भएको मान्छेले अनि अनलाइनमै जान्छ नि त अनि होइन कहाँ त्यस्तो ड्याम हामीहरू कहिले जोक्मुनि जान्छौँ कहिले हाम्रो फिक्स छैन धेरै आउने गरेछ आफैले हामी आफै पनि ल्याउँछौँ हेलो भेरी गुड के छ हाम्रो चाहिँ आज बल्ल बल्ल भेट भएको यो कुर्ता नि मैले लिएको हो र कुन अब कतिवटा भयो दुईटा भइरहेछ पैसा हिसाब गरी माग्नुको लागि बिचारी बसिरहेको छु अघिदेखि अहिलेदेखि छैन यस्तो भेट छ ओइ ओइ कुदा न उता फर्केर हिँड्न न भाग्दै चाहिँ उची लुगा बोकेर घर त सिसी क्यामेरामा आउँथ्यो होला भने त म त नि यता हेर न चुस्ती रुनुको कुदै अनि निन्दा लगाएर कस्तो भइसक्यो त्यो अनि त्यो सम्बुले लुगा हालेर कस्तो सम्बु त कस्तो साह्रो रिसाको खोतेर राँडाले हाम्रो पैसा यत्रो खाइदियो यो सामान पनि कति लिएको छौँ जाने झोलामा नि छ यहाँ देखाउ न ब्यागमा नि छ यहाँ देखाउ त मजाले पक्रा ए पक्रिरहेको छु यहाँ हेर्नु यहाँ दुईवटा ब्यागमा छ चारकोमा नि छ इ यसो गर त तीनटा देखाइए लु यस्तो गरेर अनि हाम्रो यहाँ हामीसँग चाहिँ फुल छैन बारीमा एउटा फुल फुलेको छैन उहाँभरि छ फुल चाहिँ चोर्नु पर्छ त्यो अर्काको फुल फुलेर के गर्नु अनि उसलाई चाहिँ चाहियो अरे कहाँ यहाँ घुमाएको चाहियो रे त्यस्तो चाहिँ होइन कि अनि फुल छोरा त नि घाँटीको त कहाँदेखि ल्याउनु भइरहेछ नि चौकोमा रे चाकामा रे पागल 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 हामी चाहिँ उपर थाकेको छौँ होइन अब हामी चाहिँ घरमा गएर हिसाब सिसाब गरेर हिसाब गरेर सुत्ने अहिले त खाना नि नबन्छ सुत्नु त सुत्ने कि तर सुत्नु चाहिँ दिनुहुन्छ कि ए म त सुत्ने त पकाउने जागा पनि छैन भने मान्छे त एकछिन अफ गरौँ न अफ गर्छौँ न मान्छे आयो तलतिर फेरि भन त मान्छे आयो क्या भोलि पैसा लिएर आउँदैन भनेर के मलाई त्यो भएर भने कि म त्यहीबाट हिँड्ने झेउ लाग्छ हो साँच्चैको यो नुन्दुरे बाटो त बाटो के अरे सामान ल्याउँदै पो हिँड्नु खोज्दो रहेछ हौ ल्याउनु पर्दैन त यत्रो पैसा खर्च गरिदिएको छ तर यत्रो खर्च गरे अनुसारको लगानी हुँदैन लगानी उठ्दैन भने टेन्सन छ यता मुनिबाट जानु टेन्सन होइन अनि के त हो त्यो चाहिँ टेन्सन नभए चाहिँ अरे हल्का दाजुभाइले नि अझ बढिदिने भए पो मजा हुन्छ भन्दा कम चाहिँ म थाप्दिनँ भनेको थिएँ नि त अनि लक्ष्मणले मलाई 2000 दिएको थियो अनि 1000 चाहिँ ल म पछि दिन्छु है भन्दै थियो त्यो चाहिँ मैले मागेको थिएँ त्यतिखेर टिका लाउनु मिल्दैन थियो मैले केही पनि दिएको थिइनँ हाम्रो चाहिँ एकदम हरियाली जङ्गल यहाँ क्यामेरा पक्राउनु चाहिँ हामीलाई गाह्रो भइरहेछ किनकि ब्याकअप गरिदिउँ गर यिनको ढर्रा हेर न ढर्रा हो यो चाहिँ ढर्रा देखो यो चाहिँ हाम्रो गाउँघर हो भन्दै के ऊ फुल्दा आमा चोर्दिउँ क्या त्यतिखेरको फुलहरू बेच्नुहुन्छ त उहाँले भैली खेल्न आउने होइन यता हाम्रो मेन आइडिया चाहिँ यो फुललाई चाहिँ के गर्ने भने यो फुललाई हामी के गर्ने नि भैली खेल्ने बाहनाले यहाँ भैली खेल्ने त्यहाँ दसैँ टिप्ने यहाँको फुल लाने
कस्तो लाग्यो आइडिया यता नि आउने हामी आजको रमाइलो दिन होइन अब घरमा गएर चाहिँ गाली खाने हो कि के खाने हो त्यो चाहिँ थाहा छैन होइन ऊ चाहिँ ऊ बुढी मान्छे जस्तो खै भारी ऊ जहाँ देख्यो त्यहीँ फुल फुलेरै अनि चोरुम किनौँ भन्दा चाहिँ नाइरे थिप सानो भनेपछि यो मान्छे एकदम फटा हो यता हेर न यही मान्छे चोर चाहिँ फुल चोर मान्छेले चोर्न लानु सक्दैन ओ यता हेर न कस्तो राम्रो आएको हौ ए यसो भन्छ होला क्या यो यता छ यो केराबारीकोहरू रातभरि भैली खेल्न आयो अनिदेखि भैली खेल्यो अनि पैसा पनि लगाऊ फुल पनि चोरेर लगाऊ भन्थ्यो होला यहाँको शेर्पाहरूले हामीलाई शेर्पाहरू त फेरि साइनो लाग्छ होला तर हामी चोर्छौँ हामी चोर नै होइन ऊ चाहिँ होला हामी चोर्नुको लागि जन्मेको चोर्छौँ नै हामी हाम्रो घर चाहिँ टाढो छ 1 घन्टा लाग्छ त्यस्तो भइसक्यो घुम्दै लागिसक्यो के अरे छिटो ऊ चाहिँ 1 नम्बरको चोर हो किनभने मलाई यहाँ फुल चोर्ने आइडिया मात्रै दिँदैछ अरू केही होइन भेट्यो अनि उसले चोर्दा पर्थ्यो उसले चाहिएको टाउकोमा चाहिएको अरे उसलाई चाकमा पनि कता अरे ला कस्तो चाकमा चाहिँ हौ अनि यस्तो गोलो बनाउनुपर्छ भनेको जाऊ न कोदोबारीमा म भिडियो गरिदिन्छु जाऊ त कोदोबारीमा जान्छु म भनेदेखि मलाई जतिको परको शेर्पाले ओए पहिले यहाँ हामीले घाँस चोर्दाखेरि के गर्यो ओ भाइ मलाई होइन त्यो दाइले कस्तो अचानक गरेको हाम्रो त कमेडी खानु डर पनि कत्रो डर अनि त्यो बाटो हिँडिना थियौँ हामी है पुगेन अन्त नि डरले नि कस्तो साह्रो हामी कति घाँस चोर्निन्थ्यौँ अहिले त्यो जमाना कहाँकै होला नि बुढी भयो जस्तो तर अहिले त्यस्तो कामै गर्दैन हामीले जस्तो हामीले नि त गर्दिनौँ पहिला त गर्थ्यौँ नि त गरेर त नगरेको नि अहिले यहाँ कस्तो राम्रो आएको म त आन्टी जस्तो देख्छु त त्यो मान्छे निन्द्रा लागेर कस्तो भइरहेछ त्यो मान्छे चाहिँ आज अन्ना नि चुस्तो हो कि पुस्तो हो गए रुनु खोज्दै मेरो पछि आउँदैछ यस्तै भइरहेको हिजोदेखि मेरो अनुहार चाहिँ आइए हात गल्यो त खै 2 मिनेट पक्रिनु नि न छिटो न अब के न्यु खोजे गर्छ मलाई तपाईँहरूलाई पनि यदि तेलीको अभाव छ भने हामी भएकोमा आउनु होला सम्पर्क गर्नु होला पैसा चाहिँ धेरै लिएर आउने किनकि हामी घाटामा पर्छौँ हामी सामान चाहिँ कतिको आया 10-20 को 100-150 को पैसा कपडा बेच्नेलाई त हामीले टिका लगाइदिने निर्णय गरिसकेको थियौँ 1000 पैसा लिएको भए 1000 रुपियाँ ल्याइदिएको भए तर 300 को सामान तर दिने हामीले चाहिँ हैन बेउरा देखायो ऊ तल छ हाम्रो म जस्तो मोटी मान्छे चाहिँ को छ होला घट्ने टिप्स दिनु होला मलाई घट्ने टिप्स स्लिप एकैचोटि जिन्दगीभरको लागि आइया हातै गल्यो साथीहरू हाम्रो जङ्गलको नजारा ए हामी चाहिँ यस्तो बाटो हुँदै घर जानुपर्ने हुन्छ होइन अन्त उसले चाहिँ मलाई एकदम भारी बोकाइराखेको छ ल त्यस्तो भन्नु मिल्दैन मसँग नि छ नि देख्नु होला साथी उसको त्यो टाउकोमा लाग्दै ठुलो छैन उसको यो टाउकोमा बोकेको झोला मेरो नि होइन उसले कसैले बोकेर आएको यहाँ कसैले छैन त्यसो भए नि बार्नुपर्छ यहाँ मेरो लगाएको लुगाहरू उता भर्खर माइत आएको दाजुभाइलाई टिका लगाइदिनु उता घरदेखि माइत आएको ऊ चाहिँ अनि म चाहिँ उसले लिन आएको उसको नि भारी देखाउने वाला छु हेर्नु होला साथी मेरो भारी त बेइज्जत गर्नु एउटा ब्याग छ मेरो ब्याग टाउकोमा बोकेको छ अनि किनकि अनि फेरि हुन्छ नि त नि के भन्छ के भन्छ स्टेडियन गाइड्स खूब मलाई कसको भारी छ हेरेर भनिदिनु होला यो त मेरो भारी यो त के भन्छ भाइटिकाको सामान हो त्यो तिम्रो त माइत आएको कोसिस हो फाल्टै हो होइन यो दुईटा यो एउटा झोलामै उसको 2टा जत्रो छैन ल त्यसो भन्नु पाइँदैन है त्यो माइत आएको कसैले नि बाँडिन्छ ऊ चाहिँ भर्खर 19-20 वर्ष पुग्यो होला तर पनि बुढी भन्छ बुढी भन्नुको कारण चाहिँ उसँग इनर्जी छैन त्यही भएर ऊ त्यस्तो लागिरहेको उसको पैसा चाहिँ मोबाइलमा छ है यहाँनिर भत्ता थाप्ने बेला यी सेवामा छ कि केमा छ अरे ओए अहिले त के अरे होइन के भन्छ हेर्नु साथीहरू कस्तो फटावल छ
हेर्नु न साथीहरू उसले गर्नु एकछिन है कुमारी बसेको क्या पैसा पाइन्छ अरे त बत्त कुमारी भत्ता पाइहाल्छ मान्छे त पाउँछ ला हो मलाई त थाहै थिएन तर कति साठी वर्ष पुग्नु बस्नु ला अब म चाहिँ पक्का बस्ने भएँ कुमारी भत्ता बस्छ अरे ऊ जोगीले दुईटा बे हुन्छ भनेर त कुरा गरिन्छ कसलाई ज्योतिषले तिमीलाई कहिले भनेको अरे कहिले दुईटै चिउरो चल्यो म देखाइदिन्छु तिम्रो चिउरो देखाइदिए यो मान्छे कस्तो हावा बोल्छ दुईटा बे हुन्छ अरे हुँदैन साथीहरू हो साथीहरू म चाहिँ एकदम कन्नेवाला बस्नेवाला म बसी दुईटा बे गरेको उयो त वे सुन्नु आज काँचो कति जुन गर्नु मिल्दैन पर्छ नि ए पछि नै हामी चोर्ने यहाँ पर देख्नुभयो गाई चोरु यहाँ त चोर्दा नि के हुँदैन किनकि हामी आउनेवाला छौँ कहिले भन्यो त ओइ चोर्ने उसले मलाई चोर्नु सिकाएको हाम्रो बाटोहरू चाहिँ हेर्नु न गाई साथीहरू हेर्नु न हेर्नु गाइस यो केराबारीको मान्छेले बाटो खनेको अरे यहाँ यस्तो छ बाटो खन्नु गइस भन्दा भन्ने किनकि यति खनेको छ अनि फेरि यहाँ खनेको छैन अनि फेरि यहाँनिर खनेको छ दुईटा सपाटी बाटो खन्नु त आएको नि त अनि कहाँ खने भन्दाखेरि देखाउनु पर्यो अब हामीहरू चाहिँ यो ओह्रालो हुँदै हुँदै घुमाउरो बाटो छ यहाँ पुग्नुपर्ने यो चाहिँ हाम्रो गाउँघरहरू हो होइन अन्त त्यसपछि यो माथिल्लो घर एउटा काकीहरूको घर हो अनि यो हाम्रो घर हो अनि यो तलतिर कस्तो घर हो तर पनि हामी देखाइदिन्छौँ यहाँ हेर्नुहोस् मनकुमारको छोरी टक्क लगाएर जाँदैछ माइत अनि बहिनी तिमीलाई माइत आउँदा कस्तो फिल भइरहेछ त माइती पुज्न आएको छु माइत ए होइन भने त्यो झोलामा लुगा देखाउँछ लुगामा माइत उसले बे गरिसकेको हो भनेदेखि आज चाहिँ माइत आएको अरे किन भन्नु त नि म चाहिँ सबैजनालाई टिकटकमा यो यस्तरी चाहिँ जाउँ यस्तो लोभिनी छ बल्ल बल्ल माइत आएको त्यो पनि कपुस र के भनिन्छ हुनु त चिज हुनु त चिज हुन्छ नि त बल्ल बल्ल माइत आउँदाखेरि कटुसहरू हामी त यहीँ हुर्केको भएर त्यो कटुस त के जहिले किल्चेर हिँड्छु त्यो कटुस त कट्टु बराबरको लाग्छ नि अनि कस्तो बोल्छ नि हो यो मान्छे त अनि यति चौतारा आइपुग्यौँ हामीहरू थकाइ मार्नु हुन्थ्यो तर तल घरदेखि हेरिरहेको छ होला तर पनि केही छैन ओ मेरो चिम्टी खोइ यहाँ रहेछ उनीहरू त कस्तो डल्ली देखाइरहेछ नभएको डल्ली त अग्लै देखाएको थियो घरमा हाम्रो घरमा चाहिँ जोगीदान चलिरहेछ पुरा जोगीदान हो जोगी आएको नि धेरै त्यहाँ चलिरहेको जसको ब्यागमा लुगा छ त्यो पहिला गएर आएको लुगा छैन यो मान्छे चाहिँ एक नम्बरको छ मलाई विवाहित पार्नु खोजेर म चाहिँ होइन साथीहरू म चाहिँ फुपूकोमा गएर आएको होइन साथीहरू बिहे गरेको नै हो आइया यो मान्छेको पछि लागेर म कति जेल हिँड्नु हौ कति जेल हिँड्छौ आज हाम्रो यस्तो टाउको दुखेको छ खुट्टा दुखेको छ यो चाहिँ धानबारी धान ढलेर के छैन खुर्सानी त सानो सानो फुलेछ हाम्रो घर जाने बाटो चाहिँ ला हामी आइपुग्नु पर्ने 10-15 मिनटमा आइपुग्थ्यौँ होला घर तर हामीलाई आधा घन्टै लाग्यो है तर जे जस्तो भए पनि कोसेली चाहिँ बार्नु पर्छ है बल्ल बल्ल मान्छे आएको ल कोसेली कस्तो माइत आएको हो र कोसेली दिँदैन भने सिधै अनि के खानु भाउ पनि खाइदैन पर्छ जस्तो यता हेर न डल्ली अलि यता आऊ न मैले डल्ली निकाल्नु खोजेकोलाई कस्तो खाले यहाँ कस्तो दामी यो यता हेर घामसँग उयो कम्पेयर गरिदिँदैछु को चङ्खी लाउँछ भनेर घामै आउँदो रहेछ म भन्दा बढी चङ्खीहरू थाहा नि त्यो अघि पसलको दाइजहरू जस्तै के कालो सेतो भेट्छ दाँत मात्रै तोड्छ त्यस्तै हाम्रो धानबारी देखाइदिउँ स्वाटै स्वाको जी जोगिदान चल्छ पुरा आज हाम्रो बाउलाई तास खेल्नु जान्दैन रहेछ मम्मीले जोगिदान गर्ने भएर यता हेर न कस्तो दामी आएको वाउ किन कति न ढर्रा पारिहाल्छ फेरि कस्तो ढर्रा पारिहाल्छ पो त होइन फुल्दै छ तर के
ढर्रा पो पारिहाल्छ है गाई चोरी दिदीलाई होइन यस्तो गर्छ चोर गाईले जस्तो गर्नु पाइन्छ बोजू यो मान्छेले कस्तो गम्ला यस्तो लाती उचाल्दो रहेछ नि उखाल्नु पाइन्छ मलाई बोजूले चिन्नु भएन अरे यस्तो उयो न उयो छ अनि कहाँबाट चिन्नुहुन्छ र नि बोजू मलाई चिन्नु भयो म चाहिँ बोजू बोजू म चिन्नु भएन उसलाई नाम ए, बोजू नाम लक्ष्मी नि, नाम भन्नु न लक्ष्मी। नाम पनि लक्ष्मी कसको बोजू गर्नु ऊ पर हुनुहुन्छ हाम्रो बोजू चाहिँ हामीलाई चिन्नु भएन अरे हल्का नमस्ते गर्नु न बोजू म चाहिँ बोजूलाई नमस्ते गर्नु लाएर आउँछु ल ल त ब्याग पक्र हेर न त्यहाँ जाँदा नि अघि भइराख्यो हुँदैन नि त नि अब आछि रहेछ लु बोजू नमस्ते गर्नु ल लु नमस्ते गर्नु रहेछ नि लु नमस्ते भन्नु त नमस्ते अनि मेरो नाम चाहिँ तपाईँको नाम भन्नु न हजुर तपाईँको नाम भन्नु न शुभलक्ष्मी अनि अरू भन्नु न नि तपाईँ के काम गर्नुहुन्छ बुझ्नु के बुझ्यो यहाँनिर त के बोल्नु हो भन्नु न यो डर लाग्दो हुन्छ अनि हुँदैन म आफै डर लाग्छ भन्नु न कस्तो हामीलाई सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला भन्नु त भन्नु त हामीलाई भन्नु न ए अनि यो त काँची होइन बुझ को हो रे यो मान्छे कान्छी को कान्छे होइन ऊ होइन हो होइन रहेछ अनि के भएको यो आँखा ए होइन रहेछ नि हो को रहेछ बुझ अब तिमीहरूको पो भनिरहेको म त नानी भनिरहेको अरे तपाईँ पो त म त नारायण नै भनिरहेको तपाईँ हो नि यो यो यसमा चिने म चाहिँ तपाईँहरू चिन्नुभयो अँ। ए अब नमस्ते हामीलाई सब्सक्राइब गरिदिनु होला भन्नु त भन्नु न अँ? हामीलाई धेरै माया गर्नु होला भन्नु त ए मैले भन्नु अँ हामीलाई धेरै माया गर्नुहुन्छ होला हस् है परमेश्वर देउता देउतै त हो त फोटो भनेको लु गयौँ ल बोजू है गयौँ ल ल ल यो त यहीँ छ यो आज माइत आएको मैले लिएर आएको आज पो आएको मैले लिएर आएको यसलाई माइतदेखि कहिले गएको थियो यो घर गएको थियो कि अनि आज मैले लिएर आएको आउनु मानेको थिएन जबरजस्ती लिएर आएको तेरो गाउँ कि बिहा त जबरजस्ती मैतमा घाट खान्दिनँ नि त होस् अब मेरो त घरबार भएन उसको त के हुनु दिनु हो भनेर नि ल बोजू बस्नु ल बेला बेला आउनु हाम्रो घर पनि चार खानु आउनु हुन्न हाम्रो घर त टोपी लाउने को हो हाम्रो बोजूले सेम त्यस्तै गर्नुभयो त्यस्तै क्यारेक्टर ऊ तल चाहिँ हाम्रो बडीमाले हेर्दै हुनुहुन्छ अन्त नि हामी गयौँ अब उहाँ त देखेर हिँड्छ हेर त ल हेप त उता त उसको माइत हो उसले त जे भन्नु नि पाइन्छ ए उसको त होइन रहेछ मेरो त घर हो अनि त्यही भएर मैले जसलाई को त्यो टोपी लाउने हानेको जस्तै कान्छी होइन भन्दै क्लिप दामी भन्यो त कमेडी अनि